Hey, what's up, people? तपाईँहरूको आफ्नै केटो सुजेन. You can call me Shoes Stand or Rapper. आज चाहिँ we're gonna start the podcast in our own way. Especially मेरो च्यानलको नाम चाहिँ कमन लाइफ हो, जहाँ चाहिँ म दुबईमा बसिकन चाहिँ हाम्रो कमन पिपल दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ आई वान्ट टु इन्स्पायर्ड. यदि तपाईँहरू पनि आफ्नो भावना पोख्न चाहनुहुन्छ, तपाईँको शब्दले कोही कसैलाई असर गर्छ भने चाहिँ इट गन बी रियली बोम्बास्टिक. Please feel free to DM me. We're going to do the podcast. We're going to express your feelings and we're going to do some inspirations in Dubai. Sano community la हामी अझै बढाउँदैछौँ. So आज मसँग हाम्रो दामी ब्रदर हुनुहुन्छ हैन. Of course, I would like to welcome in my podcast called Common Life. के छ भाइ राजा खबर? एकदम ठिक छ दाइ, के छ तपाईँ? बबाल and thank you for accept my invitations. अनि तपाईको बारेमा सानो introductions केही? Okay. It's me, Roman, and I'm a bartender here. That's it. है बारटेन्डर प्रोफेसन्स त ठिक छ, तपाईँले आफ्नो ट्यागलाइन त दिनुभयो होइन. दुबईमा आइकन यु आर डुइङ द बारटेन्डर. सो नर्मली विदाउट द बारटेन्डर्स तपाईँ के हो त? I am a man. Roman, I'm a man. That's it. That's only the things. Roman, I'm the man. सानो इन्ट्रोडक्सन्स आई मिन इन टर्म्स अफ नेपाली कम्युनिटीमा तपाईँलाई जस्तै बुझ्नु पऱ्यो भने चाहिँ मान्छेले कसरी चिनोस्, नेपालको जुन परिवेशमा तपाईँ हुर्किनु भयो त्यसको चाहिँ मलाई एउटा सानो इन्ट्रोडक्सन दिनुहोस् न. कसो मेरो पास्ट लाइफको टाइममा? Yes, whatever you have in the भनौँ न रोमन को हो, कहाँबाट आयो, कस्तो थियो? ओके, रोमन म नेपालको सानोको चितवनमा बस्थेँ. ओके चितवनबाटै हुर्केको, चितवनमै पढ्दै पढ्यो. पढाइ चितवन स्कुलमा अरू चितवन कलेज भी चितवनमै भयो. त्यसपछि 12+ हुने बित्तिकै आइदिएपछि है. 12+ कति एज थियो होला तपाईँको? 12+ हुँदाखेरि त्यही 17 थियो. 1 वर्ष त्यहीँनिर झुल्यो यताउता. त्यसपछि 18 हुने बित्तिकै सिधै चल्दियो यतातिर. 18 मै स्ट्रेट आउट अफ नेपाल सिधै दुबई ल्यान्डेड होइन त? अनि दुबई भनौँ न +2 सकिने बित्तिकै 18 वर्ष त धेरै सानो उमेर हो नि त नि होइन? आई मिन कहाँबाट चाहिँ त्यो विदेश जाने भूत सवार भयो? भूत सवार मेरो मर्जीले आएको होइन खासमा भन्नुपर्दाखेरि. ओके, अलिकति सुरु गर. अफ कोर्स. अलराइट, चियर्स है. अब भन. अब खासमा के भन्नुपर्दाखेरि म यहाँ मेरो मर्जीले आएको थिएन. म कहिले विदेश जान्छु भन्ने त्यस्तो प्लान केही नि थिएन. म नेपालमा थियो, हल्का हावा थियो, यतिकै घुम्ने, यतिकै केटाहरूसँग घुम्दिने यताउता. मम्मी यहीँनिर दुबईमै. अनि मम्मी अलिकति टेन्सन हुनुभयो कि छोरा बिग्रियो लौडा सुन्नुभयो. त्यसपछि मम्मीले बोलाइदिनु भयो कि सिधै. ओके, ल छोरा धेरै नै बिग्रिस् तँ, अब तँ यहाँनिर आउनु पऱ्यो भनेर. खासमा म पनि आउनु चाहन्थेन. दाइ हुन्थ्यो, म र दाइ नेपालमा बस्नुहुन्थ्यो. अनि दाइले देखिरहेको नि त भाइ बिग्रियो, दाइ भाइ केटाहरूसँग डुल्यो यताउता. अलि अगाडि आऊ. यताउता केटाहरूसँग डुल्यो, खायो यताउता. ऊ बेलातिर अब युवा मान्छे खाइदिने, जे पायो त्यही खाइदिने, जहाँ पायो त्यही हिँडिदिने. त्यही हुँदा अनि दाइलाई पनि अति भयो कि ल यो मुजी त ठिक भयो, अब यसलाई चाहिँ के गर्नु पऱ्यो, यसको न त अझै नेपालमै बस्यो भने त यो त बिग्रियो सिद्धियो. अब त्यही हो जो नेपालमा बसिरह अनि त्यो सिद्धियो क्या. त्यही भएर दाइले अलिकति सोचेर मम्मीलाई भनिदियो. मम्मीले पनि सोच्यो. त्यसपछि होइन छोरालाई बाहिर निकाल्नु पऱ्यो भन्यो. त्यसपछि अनि ल्याइदिनु भयो. म पनि आइदिएँ. ल ठिक छ नि त, म पनि त्यहीँ बसेर बिग्रिरहनु भन्दा त केही गर्नु सकिन्छ कि बाहिर गएर भनेर बार्टेन्डर क्लास सिक भन्यो मम्मीले. बिग्रिनु इन अ सेन्स कस्तो बिग्रिनु भन्नाले के कुलतमा लाग्नु भएको थियो? त्यही कुलतै हो नि, नेपालमा बिग्रिने भनेकै कुलत हो कि सङ्गत हो. त्यही कुलतै हो. मान्छे 16 वर्ष पुरा भएपछि सब बिग्रियो कि है. भन्नाले कस्तो केही युजहरू यस्तो केही हुनु भएको थियो कि मतलब एनी ड्रग्स अथवा एल्कोहोलिजम साथीभाइ कस्तो के थियो? सुरु त अब चुरोटबाटै हो. ओके, सुरुबाट गर्नुपर्छ चुरोटेको दाइ. ल आफ्नो ग्रुपमा एकजना चाहिँ हुन्छ कि त्यो मान्छेले सिकेको हुन्छ कि भर्खर चुरो खानु. अनि त्यसले सिकाउँछ ल भाइ यो त खतरा हुन्छ, ल दामी हुन्छ, कुल हुन्छ, ल त्यो खाएर धुवा यसरी फु गऱ्यो भने त्यो त ल हिरो हो, ल कुल भइस् त भन्छ. अनि त्यसपछि ल खाम्न त ल ट्राई गरौँ भनेर खायो. एउटा राम्रो लाग्दैन पहिलोचोटिमा त, छ्या के हो यो यस्तो लाग्छ. अनि फेरि एकचोटि खान्छ फेरि राम्रो लाग्दैन. त्यसपछि खाइरहेपछि त ओहो ल दामी रहेछ, म त कुल भयो. त्यसपछि केटीहरू अगाडि पऱ्यो भने त फेरि झन् खाएर अझ गोलो क्या त्यसो गोलो गर्छ झन् कुल हुन्छ नि त केटाहरू. अनि त्यसपछि त्यहीँबाट खाँदा बानी बस्यो.
चुरोटले पनि नभ्याउने खालको एउटा स्थिति पुग्छ। अनि त्यसपछि गाजासाजा खान थाल्यो, के जति खान थाल्यो। त्यही हो, चुरोटबाट गाजा खायो, गाजाभन्दा नि माथि पुगेको थियो। ओके ओके। अनि तपाईँको मम ड्याड यतै हुनुहुन्थ्यो दुबईमा, राइट? इफ आइ एम नट रङ। त्यही भएर छोरा मान्छे बिग्रिने भनेको त्यही हो कि कोहीले हात समात्ने मान्छे भएन भने मान्छे जहाँ पनि पुग्दो रहेछ क्या। त्यही हो कि। सो यो कुरा त सायद म पनि लागु हुन्छ होला तपाईँले भन्नुभएको होइन, किनकि मेरो बाबु त अहिले नेपालमै छ नि त नि। आई मिन त्यो असर पर्छ त्यो, तपाईँ त भर्खर यङ हुनुहुन्छ। आई मिन हजुरले जुन भन्नुभयो, किनकि यो टाइममा मम ड्याड बाहिर, तपाईँ नेपालमा, तपाईँको सबै कुरा त पुगेको थियो होला। आई गेस बाइक, खाना खर्च, किताब कलम, whatever you have the expenses सबै पुगेको थियो। तर मम ड्याड इज इम्पोर्टेन्ट तपाईँको विचारमा? त्यही हो, हुर्काउनु बेलामा भनेको त्यही हो, आमा बाउले छोराछोरीलाई सम्हाल्नै पर्छ कि जसरी भयो भने। टाढोबाट बसेर सम्हाल्नु सकिँदैन रहेछ त्यहाँ। मैले धेरै मान्छेहरू देख्यो, बाउ आमा छैन भने छोरा मान्छे हिरो हो क्या। आमा बाउले दिन्छ, दुःख बुझ्दैन नि त। हामी नेपालमा आमा बाउ विदेशमा जति पनि गाँड घिसे थाहा हुँदैन हामीलाई। थाहा हुने भनेको आमा बाउलाई हो, ल छोरा यो गर, ल पैसा पठाइदेऊ, ल खानासाना खा, स्कुलको कलेजको फी भर, त्यो अनि त्यतिमै खुसी छोरा मान्छेहरू। त्यसपछि ल पैसा आयो केटा, ल जाउँ न त आज भर्खर मम्मीले पठायो, ल जाम भनेर गइदिने। त्यही हो। ओके। मान्छेहरू बिग्रिने त्यसरी। त्यो त दामी कुरा हो। मैले भने त्यो म पनि लागु हुन्छ, जुन तपाईँ अहिले मेरो छोरा त नेपालमै छ नि त नि। सो अहिलेको जुन जेनेरेसनमा अब एभ्री मम एन्ड ड्याड तपाईँ जस्तै अथवा म जस्तै भनौँ न, जो चाहिँ विदेशमा बसेर चाहिँ काम गरेर आफ्नो फ्यामिलीलाई टेक केयर गर्न चाहन्छ। अनि मम ड्याड त मोस्ट अफ द टाइम अहिले आम्बो काम गरेर त नेपाल त महँगाइमा बबाल भइसक्यो होइन। त्यो टाइममा चाहिँ जस्तै तपाईँले भन्नुभयो नि त, मम ड्याड भएन भने बिग्रिनु हुन्छ। यो खास चाहिँ कस्तो, यो तपाईँको एजको दोष हो कि सायद यो कन्टेन्टमा तपाईँ के भन्न चाहन्छ? कतिपय अहिले पनि त नेपालमा होला नि त नि, आम्बो बाहिर छ, बच्चाहरू नेपालमै छ, राम्रो स्कुलमा पढेर छ, त्यो त्यो कन्टेन्टमा चाहिँ तपाईँ के जोड्न चाहनुहुन्छ? त्यही हो, बिग्रिने हो कि मान्छेहरू जसरी नै। आमा बाउ भएन भने बिग्रियो कि सिधै। के अप्सनै छैन? तपाईँको एजको दोष भनौँ न। एजको दोष हो, समाजको दोष हो, कुलतको दोष हो, जुन पनि जो आफ्नो सर्कलभित्र हुन्छ नि त्यसको दोष हो कि। सबभन्दा ठुलो त समाजकै दोष हो। त्यो समाज, अब तपाईँको समाज राम्रो हो भने तपाईँ सिकिने हो। त्यही हो, भन्छ त मान्छेहरूले सङ्गतले बिगार्दैन, आफ्नो नियत हुनुपर्छ भन्छ त। सङ्गतले हो बिगार्ने क्या। अब तपाईँ र म सँगै एउटै रुममा बस्यो, तपाईँ दिनकै चुरो खानुहुन्छ भने त म खाएन भने त एक न एक दिन त म आउँछु नि तपाईँबाट, ल दाइ अति भयो अब त हेरौँ न त के रहेछ भनेर एकचोटि खान्छु मैले। त्यही हो, सङ्गतकै दोष हो दाइ, सङ्गतै हो। भनेपछि अब यो चिजमा चाहिँ कन्ट्रोल भन्दा पनि अब उमेरको पनि दोष भनौँ, सङ्गतको दोष भनौँ, तपाईँको त्यो कन्ट्रोलै छैन कि। किनकि अर्को कुरा झन् मेरो स्कुल लाइफमा, स्कुल टाइममा कसले चुरो खाँदैन मेरो क्लासमा। ओके। अनि मैले मात्रै खायो भने म किन खाएँ मैले? मेरो सङ्गतको दोष भन्दा म क्लासकै केटाहरूसँग डुलेको भए त मैले खान्थेन, म सुध्रुन्थ्यो। मेरो क्लासको केटाहरू सब बाहुनाहरू नचुरो रक्सी केही खान्थेन, म एक्लै हो। अब म क्लासको केटाहरूसँग घुमेन, तिनीहरू अलिकति लन्ठो लाग्थ्यो मलाई, बाहुनहरू यस्तो लाग्थ्यो मलाई। अनि यसो क्लासभन्दा बाहिरको केटाहरू यसो घरतिरको यसो केटाहरूसँग डुल्ने, अनि डुल्दा खान थालेँ। त्यसपछि क्लासमा खाने मान्छे मै हो कि। 10 क्लास पास हुनुसम्म कसले खाँदैन चुरो, म एक्लै थिएँ त्यो बेला। ओके, मैले बुझेँ तपाईँको कुरा। जस्ट नर्मली भनौँ न एजको चाहिँ रियली म्याटर्स जस्तो लाग्छ मलाई चाहिँ अहिलेको टाइममा चाहिँ। एनिवे इट्स फाइन। अब तपाईँले जुन जस्तो जे भने मम ड्याडको डेडिकेसन्सलाई चाहिँ अब पैसा मात्र भएन, एट द सेम टाइम केयर पनि चाहियो तपाईँको कुरा होइन। जस्तै मम ड्याडले टाइम दिनुपर्छ, आई कम्प्लिटली एग्री। त्यो पनि मेरो रिलेसन हो, म अफकोर्स सिक्छु यो कुरा चाहिँ होइन। अनि ओके, दुबई 18 वर्षमा आउनुभयो, कस्तो थियो पहिलो एक्सपिरियन्स? हुन त मम यता हुनुहुन्थ्यो। पहिलो एक्सपिरियन्स मम हुँदाखेरि पनि अलिकति डर चाहिँ हुँदो रहेछ कि, नयाँ ठाउँमा आम्मा। त्यो बेला अन्त एकचोटि रुगो नि हो यार, होइन त्यो गाँड घिसेर रुगो होइन, गाँड घिसेर त गाँड घिसिने बेलामा त आइएम अ म्यान भन्दै आफूको लागि सम्हाल्यो मैले। तर पहिलोचोटि आउँदाखेरि चाहिँ डरै लाग्यो नि त नि। आफूलाई आउने भनेको त अब केही छैन, उनीहरूको फेरि के हिन्दी नै आउँथेन मलाई। यहाँनिर हिन्दी नै आउँथेन, हिन्दी अनि बिस्तारै सिक्दै गयो। हिन्दी कल्चरहरूसँग हिँड्छ, हिन्दी केटाहरूसँग हिँड्छ, त्यही भएर हिन्दी नै हल्का हल्का सिक्यो। त्यही भएर हो क्या सुरुमा त ल अनुहार पनि फेरि कहिले नदेखिने अनुहारहरू क्या, त्यो नयाँ अनुहारहरू आउँदैन क्या। अब नेपालमा त टुरिस्टहरू त्यस्तो विधि खासै आउँदैन, आयो भने काठमाडौँतिर म गाउँमा अलिकति हुर्केको। त्यही भएर अनुहारहरू पनि खत्रै डरलाग्दो मान्छेहरू, जायन्ट मान्छेहरू, डर लाग्ने क्या सुरुमा त। यस्तो सिङ्कुटे थिएँ म त्यो बेलामा।
अनि हानेर आएर हल्का जिमसिम त कहिले जिन्दगीमा गरेँ होइन ए दारू खान थाल्यो यहाँनिर आएर दारू नेपालमा त्यस्तो खान्थेन म भने त नेपालमा कुलतमा फसेको दारूमा फसेन कि अनि दारू चाहिँ यहाँनिर आएर बुझ्यो नि त ल दारू के रहेछ भनेर अनि दारू खाएर अलिकति जिउ बढाइयो त्यही हो पहिलाको 2 वर्ष अगाडिको हेऱ्यो भने यस्तो सिङ्कुटे थियो कि हालत अनि बारटेन्डर नेपालमै सिक्नु भएको थियो कि यता आइकन नेपालको 3 महिना सिकेको त्यसपछि यहाँनिर सिधै उठ्थेको भनेपछि विदेश तपाईँ अब भनौँ न 18 वर्षको आउनु भएको अहिले जस भनौँ न बारटेन्डर गर्दै हुनुहुन्छ राम्रो ठाउँमा काम गर्दै हुनुहुन्छ होइन नेपालबाट जति पनि जेनेरेसन्स अहिले जति पनि जेनेरेसन चाहिँ बाह्र सकिकन चाहिँ विदेश जाने एउटा ट्रेन्ड छ नि त नि होइन अब नेपालको सिचुएसन त्यही छ आई विल नट ब्लेम बाहिर नजानु भनेर भन्दिनँ म तर जति पनि बाहिर जाने मान्छेलाई चाहिँ तपाईँ के भन्नुहुन्छ केही कुरा सिकेर जाऊ अथवा यत्तिकै जाँदा के चाहिँ तपाईँले जुन चाहिँ भनौँ न भन्न चाहनुहुन्छ ओके यो चाहिँ डिपेन्ड्स वेयर यु आर गोइङ के कहाँ जानु लाग्यो अब तपाईँ बाहिरको त्यो पढाइमा जानु भने त स्टुडेन्ट त्यसको प्रोसेस त्यही हो कि जुन प्रोसेस हो त्यही हो प्रोसेस चाहिँ भन्नु मिलेन तर तपाईँ यसै दुबई कतारतिर आउनु हो भने केही स्किल सिकेर आएको ठिक हो डाइरेक्ट हाम नफालिहाल्नु त्यो के सिक्नुपर्ने हो सिक्यो आफ्नो धेरै चिजहरू हुन्छ सिक्नुपर्ने अब जस्तै मैले चुज गरेँ बारटेन्डरिङ फिल्डमा त्यो बारटेन्डर सिकेर आउनु यत्तिकै सिधै आएर भिजिट भिसामा या एजेन्टलाई फलो गरेर आउनु त्यही हो त्यो गानगुलेटी हो है त्यही हो होइन भिजिटमा अब मान्छेसँग अप्सन पनि छैन नि भिजिट अब दलालहरूले 2-2.5 लाखमा चाहिँ अब आइकन चाहिँ भिजिटमा ल्याउने होइन म यो भिडियो मार्फत चाहिँ के भन्न चाहन्छु भन्दाखेरि अफकोर्स तपाईँहरू दलाल अथवा एजेन्टदेखि आउनुहुन्छ बी केयरफुल होइन किनकि म त दुबई बसेको अलमोस्ट 13 इयर्स भयो 13 वर्षको अन्तरालमा मैले जाने कुरा धेरै मेरो साथीभाइ पनि भिजिटमा आउँदा मैले भन्थेँ कम अन ब्रो डोन्ट कम भिजिटमा आउनु छ भने तपाईँको कोही फ्यामिली जस्तै हाम्रो भाइको मम थियो नि त नि होइन त्यसमा तपाईँ के एड गर्न चाहनुहुन्छ भिजिटमा आउने मान्छे त्यही भिजिटमा आउनेहरू त्यही हो भाइ केही आफ्नो मान्छे हुनु पऱ्यो ब्याकअपमा जो केयर गरोस् सिधै आएर भिजिटमा आएर चाहिँ केही छैन जसको ट्रस्ट गरोस् कि म आमाको जग्गामा अरू कोही भएको भए पनि ट्रस्ट गर्थेन कि अब मम्मी हो मम्मीको त गर्नै पऱ्यो अन्दा ट्रस्ट गरेर आयो गऱ्यो सेटल भयो त्यही हो मम्मीको ठाउँमा अरू भएको भए म अलिकति आउँथेन पनि होला किनकि मेरो प्लान थिएन म दुबई आउँछु भन्ने मेरो कहिले प्लानै थिएन 12 क्लास पास हुनेसम्म प्लानै थिएन मेरो है रमाइलो 12 क्लाससम्म त घुम्ने रमाइलो गर्ने त्यही त एक्कासी आएर यो खस्यो कि म त्यो खाल्टोमा एक्कासी खसेको जस्तै रमाइलो जिन्दगी थियो अनि त्यो बेलातिर फेरि रिस पनि उठ्थ्यो कि ल दाइले हेर्द अब आमालाई यस्तो कुरा लगाइदियो विदेशमा भएको आमालाई कसरी थाहा भयो म यस्तो यस्तो भइसक्यो भनेर रिस पनि उठ्थ्यो अनि बिस्तारै बिस्तारै कुरा बुझ्दै गयो कि आफ्नै लागि गरेको आफ्नो परिवारले जस्तो लाग्ने है त्यो त अफकोर्स म्यान भनौँ न अब रमाइलो हो उमेर भनौँ न उमेरमा तपाईँलाई अब खान मन लाग्छ रमाउन मन लाग्छ बाइक कुदाउने केटी घुमाउने एभ्रिथिङ तर अहिले आइकन त यु फाइन्ड सम चेन्जेस इन यर लाइफ त्यो बेलामा त्यो आएको 1 वर्षसम्म त लाग्थ्यो कि त्यही जवानी छिन्यो यार मलाई त यार जवानी जिउनु पाइएन यस्तो यस्तो भन्थ्यो तर अहिले चाहिँ फेरि के लाग्छ भने ठिक्कै पऱ्यो जवानी जिएन ल ठिक छ तर आउनेवाला जिन्दगी म जिउँछु जुन मेरो केटाहरू अहिले जहाँ छ तिनीहरू जिउँदैन भन्नु लाग्यो अब होइन यसो गरौँ न लेट्स गो टु द फ्ल्यासब्याक यदि तपाईँ चाहिँ भनौँ न +2 सकेर दाइले जुन थाहा पाउनु भयो तपाईँको मम ड्याडलाई कम्प्लेन गर्नुभयो यहाँ लिएर आए इन केस नल्याइदिएको भए कस्तो हुन्थ्यो होला तपाईँको लाइफस्टाइल इनकेस नल्याइदिएको दाइ म त सिद्धिएकै दाइ कि अहिलेको यो टाइममा कि त सुधार केन्द्रमा कि जेलमा कि त्यही हो दाइ है पत्ता नै हुन्थ्यो मेरो अहिले पनि के मेरो मसँगै त्यो हिँड्ने केटाहरू के तिनीहरू कहाँ थाहा छैन कि तिनीहरू कोही मरेको नि छ 1-2 जना मर्ने त हो मलाई चाहिँ दुःख लाग्छ नेपाली जति पनि अहिलेको जेनेरेसन आएर न ड्रग्स प्लिज हो कि अझ मेरो एजको नै होइन कि मेरोभन्दा सानो एजको मान्छे मरेको क्या म 20 वर्ष भन्छ ल हेर्नु त्यस्तो खालको बिग्रेको हुन्छ कि नेपालमा आम्मा कसम नेपाल त खत्रै हो डरलाग्दो छ है सिचुएसन्स नाइस अनि लेट्स टक अबाउट मलाई कुरा गर्न मन लागेको चाहिँ अहिलेको जुन युवा पिँढी तपाईँहरू भनौँ न न्यू एज न्यू जोस जेन्जिज वरेभर होइन जुन जेनेरेसनमा अहिले जुन ट्रेन्ड छ नि त नि जस्तै हाम्रो टाइममा त्यस्तो सोसियल मिडियाहरू खासै थिएन नि त नि
वी आर नर्मली वाचिङ युट्युब एउटा हुन्थ्यो फेसबुकमा अलिअलि पोस्ट न्यू फिड्सहरू यताउति गर्ने जुन अहिले चाहिँ टिकटक ट्रेन्ड छ इन्स्टाग्राम सबै कुरा छ नि त नि जस्तै टिकटकमा म देख्छु कि अहिले नयाँ जेनेरेसन्सहरू हुन्छ नि म चाहिँ के भन्छु भन्दाखेरि भाइरल भन्दा पनि फेमस हुन खोज्नु भन्छ कि तपाईँलाई के लाग्छ तपाईँ त नयाँ जेनेरेसन तपाईँले बढी बुझ्नुभयो होला मैले भन्दा हो भाइरल भन्दा पनि फेमस हुनु ठिक हो भाइरल भनेको त्यही हो अरूलाई मनपर्ने त्यो हेर्दाखेरि भाइरल भनेको एकचोटि हेरेर देखियो ओहो लाइक कमेन्ट यो भाइरल भयो फेमस भनेको त्यो देखेर त्यसले सिक्यो त्यो हमेसा याद भयो क्या अब भोलि गएर मैले कोहीलाई फेमस जस्तो कि कोही पनि एक्टर हो एक्ट्रेस हो तिनीहरू फेमस हो त्यो भनेको म बाहिर गएर पनि त्यसको नाम लिन सकिन्छ त्यो भाइरल भनेको एक टाइमको एउटा भिडियो सिङ्गल भिडियो भाइरल भएको थियो फेमस भनेको पुरा इन्सानै फेमस क्या मान्छे नै फेमस हो त्यो तर अब त्यो एउटा एडिक्सन छ नि त नि मान्छेलाई अहिलेको जेनेरेसन है मैले बुझेको सबै कुरा इन्स्ट्यान्ट चाहिन्छ कि अन द स्पट अनि त्यो टाइममा चाहिँ जब भ्युज नआउने कन्टेन्ट क्रिएसन भनेको दामी चिज हो तपाईँले डिजिटल वर्ल्डमा इन्ट्री गर्नुभएको छ होइन राम्रो चिज हो तर अनि जुन चाहिँ मैले अहिलेको जेन्जी अथवा जति पनि न्यू पिँढी देखेको चाहिँ हुन्छ नि जब चाहिँ भ्युज नआउँदाखेरि चाहिँ एक्सपोज बेसी छ जस्तो लाग्दैन त्यो पनि हो कि आजभोलि लेडिजहरू पनि त्यही हो कि दाइ आजभोलि उनीहरूलाई चाहिएको भ्युज फ्यान फलोवर्स हो जुन कुरा यसो अलिकति झुक्यो भने देखियो नि त नि क्यामेरामा देखियो झुकिएपछि अनि मान्छे हेर्ने मान्छेहरू फेरि त्यही हो बोकाहरू स्यालहरू अब म जस्तै म पनि हेर्छु ओहो यार दामी त्यो केटी त भनेर लाइक चाहिँ गर्दैन त्यस्तो बित्दै किनकि अरू मान्छेले पनि देखेको हुन्छ नि ऊ लाइक दिस भनेर त्यही भएर मैले त्यस्तै लाइक त गर्दैन तर म बाहेक अरू मान्छेहरू पनि हुन्छ कि यस्तो स्याल हुन्छ कि दाइ केटाहरू भनेको हङ्ग्री हन्टर हो क्या दाइ जो पनि केटी यस्तो दामी देख्यो भने ऱ्याल काटिदिन्छ क्या केटाहरू त्यस्तै हो अनि केटीहरू फेरि झन् त्यही हो देखाउनु ल भ्युज आयो रमायो त्यो चाहिएको भनेको तिनीहरूलाई त्यही हो कि त्यही कन्सेप्टमा भ्युज आओस् भाइरल होस् कमेन्ट्स आओ राम्रो आओस् क्या कहिले राम्रो भनोस् या नभनोस् त्यसलाई केही मतलबै हुँदैन क्या भनिरहेको हुन्छ धेरै जस्तो सेलिब्रेटी केटीहरू कि आई डोन्ट गिभ अ फक क्या कहिले ब्याड कमेन्ट दियोस् या हेड कमेन्ट दियोस् तर आई डोन्ट गिभ अ फक यसो वाला एटिट्युड लिएर जान्छ क्या हामी जिएकै समाजको लागि जिएको त अनि के यस्तो देखाएर के फाइदा त समाजकै लागि जिएको हामी त्यो समाजले जे भन्यो त्यो कुबुल गर्नु पऱ्यो नि त्यसले तर त्यही त भाइरल मैले त्यही भन्छु टिकटक त अब म पनि एज अ कन्टेन्ट क्रिएटर सोसियल मिडियामा छु नि त नि अनि अहिलेको तपाईँले भन्नुभएको जस्तै अब बोका केटाहरू छ हेर्छ हुन्छ नि त नि तर आई डोन्ट नो म्यान मलाई चाहिँ नेगेटिभ लाग्छ कि जुन एउटा सानो भ्युज सानो लाइक सानो भाइरलिटीको लागि चाहिँ जुन चाहिँ एक्सपोज भइरहेछ नि त नि क्लिपेज देखाउने बडी एक्सपोज गर्ने आई मिन आई डोन्ट नो त्यो ट्यालेन्ट भन्ने कि अब त्यो एक्सपोज द बडी भन्ने होइन त्यो चाहिँ मलाई अलिकति चित्त बुझ्दैन कि असली कलाकारहरू चाहिँ डुबिरहेको क्या त है अब जस्तो कि अब ल हेर्नु अब हामी यहाँनिर पोडकास्ट गरियो भने तपाईँले कति मेहनत गर्नुभयो यो सब कुरा लाउन अब केटी मान्छेले अब उसलाई झ्याउलायो है दिनमा झ्याउलायो ल के गरौँ भयो नि ल बेडमा सुत्यो अरे अब अनि यहाँको अलिकति टाक खोलेर ल यसो ल चिटियाको लागि अब के हुन्छ अब टिकटक बनायो अलिकति देखियो है त्यसले के गर्यो भने त्यो सुतेको बस सुतेर अलिकति प्राइभेट पार्ट देखियो अलिकति त आयो त मिलियन्स भ्युज आयो फलोवर्स आयो मेहनत कसकोमा छ त नि मेहनत देखिँदैन कि जो देखाउनु पर्ने हो जो फ्यान फलोवर्सहरूलाई चाहिएको हुन्छ त्यो कुरा देखेपछि भयो क्या त्यही हो आजभोलि त्यही हो भनेपछि आर्टिस्टिक मान्छे रियल ट्यालेन्ट चाहिँ मरिरहेछ होइन त भाइ सफा कुरा गर्नुपर्दा तपाईँले भने जस्तै सानो एउटा क्लिपेज देखायो बेडमा सुत्यो फुटेज बनाएँ डान्स गऱ्यो है आई डोन्ट नो म्यान त्यही भने त्यही पनि हिम्मत चाहिँ हार्नु हुँदैन रियल ट्यालेन्ट अलवेज सोज अप होइन फ्युचरिस्टिकको लागि लङ टर्मको लागि त्यति पनि अब धेरै नै कुरा गरे जस्तो लाग्यो हामीले चाहिँ फेरि केटीहरूको उनीहरूले फेरि हेटै हाल्न भने तर ठिक हो आफ्नो मर्जी हो दाइ मैले त मेरो भनेको नि त मलाई के लाग्छ भनेर मेरो पोइन्ट अफ भ्यू भनेको अन्त मलाई अरूलाई फेरि राम्रो लाग्ला ओहो यो केटीले त अलि गरेर किप डुइङ भन्छ मान्छेहरूले होइन यस्तो हो तपाईँले जुन चिज भन्नुभएको तपाईँले मात्र होइन म पनि हेर्छु टु बी अनेस्ट क्यामेरामा हुन्छ नि त नि किनकि द्याट्स अपोजिट सेक्स एट्र्याक्ट्स नि अफकोर्स तर एट द सेम टाइम तपाईँले नचाह पनि त्यो तपाईँको अल्गोरिदममा आएपछि तपाईँलाई हेरिरहन मन लाग्छ कि हुन्छ नि त्यो त एउटा हाम्रो त एउटा नेगेटिभ पनि छ नि त नि दिमागमा त्यसले तान्छ नि त नि तर त्यही हो हामी कम्स विथ द रियल ट्यालेन्ट त्यो भन्छ अझै दामी मजा आउँछ कि भन्ने चाहिँ कुरा हो होइन ल अब बबाल यो धेरै लामो कुरा भयो होइन आई जस्ट वान्ट टु गो टु द वर्क फर्स्ट टाइम काममा जाँदा कस्तो एक्सपिरियन्स थियो फर्स्ट टाइम कस्तो इन्टरभ्यू गरेर जानुभयो कसैको थ्रुबाट जानुभयो कस्तो भयो थ्रुबाट जानु लाग्यो अनि एग्रिमेन्ट भयो अब ल इन्टरभ्यू भयो
भोलिबाट जोइन भन्यो नि त मतलब इन्टरभ्यू भएकै दिनमा होइन क्या त्यो सब कुछ प्रोसेस भयो तपाईँ लिङ्कबाट जानुभएको थियो तपाईँले आफूले खोज्नु भएको थियो लिङ्कबाट गएको त्यो आफ्नो मम्मीले मिलाउनु भएको नि त यताउता त्यही भएर अब अफिसमा गयो भने त हेड अफिस हुन्छ नि त त्यो कुनै कम्पनीको अफिसमा गएर एग्रिमेन्ट साइन गरेँ क्या एग्रिमेन्ट 2 वर्षको एग्रिमेन्ट यताउता ल साइन गरेर ट्याकट्याक ल भोलिबाट जोइन गर भने ल बस यहाँ आउँछ यो बिल्डिङको अगाडि बस आउँछ अरे ल गयो बसमा ट्याक्क हिरो भएर गयो म पनि यत्रो पाताला सिङ्गु उठेको थियो अनि सब नयाँ मान्छेहरू के कोही छैन नेपाली नै छैन क्या त्यहाँनिर कता काम गर्ने हजुर यो ट्रेसन दुबई हो क्या उता दुबई मरिना हो क्या ओके त्यहाँनिर इन्डियन कुजिन रहेछ क्या त्यो इन्डियन कुजिन हो इन्डियन अनि बाँकी आउट अफ दि कन्ट्री तिनीहरू मान्छेहरू अनि गयो बसमा गयो आधा घन्टाको बाटो क्या फेरि हामी अहिले भएको त सार्जामा हुँदा है ऊ ड्युटी टाउ चाहिँ फेरि उता क्या दुबई मरिना पामजुमेरा नजिक हो पामजुमेराको गेटमै हो क्या पामजुमेरा थाहा होला धेरै जस्तो दुबईमा बस्ने मान्छेहरू आधा घन्टामा जानुपर्ने कि आधा घन्टा एक निन्द्र भ्याउँछ क्या आधा घन्टा जाँदा है 12 घन्टाको ड्युटी हो नि त नि 12 घन्टाको ड्युटीमा त एक निन्द्रा त त्यही आधा घन्टामै जान्छ क्या आवाज जाओमा ल गयो अनि पुग्यो ल जुरुक्क उठ्यो एकजना बारटेन्डर साथी थियो क्या त्यहाँनिर त्यसले ल इन भनेर मलाई समातेर लिएर गयो त्यहाँनिर त्यसले सिकायो यस्तो 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 हुन्छ सबै कुरा गऱ्यो अनि सुरुमा त्यही हो डर लाग्ने एकदम आत्तिने मान्छे के हो ल अब जुन नेपालमा सिकेको त्यो कुरा यहाँनिर टोटल्ली डिफ्रेन्स छ बार फिल्डमा पनि त्यही हो क्या नेपालमा जुन सिक्यो यहाँनिर जुन छ त्यो केही कामै लागेन जस्तो लाग्यो अनि बिस्तारै सिक्दै गयो अनि त्यसपछि हुँदै गयो होइन तर एटलिस्ट केही तपाईँले सिक्नुभएको प्लस पोइन्ट त भयो आइडिया त भयो नि त नि मेसिन सम्बन्धी भयो हुन्छ नि एटलिस्ट म्यानेजमेन्ट त अफकोर्स इट वर्क्स नि होइन अनि कुनै छ ब्याड एक्सपिरियन्स अहिले कति वर्ष भयो काम गर्नुभएको 2 वर्ष भयो अब 3 वर्ष लाग्नु जोइनिङ 18 इयर्समा होइन 18 इयर्स म्यान इट्स सुपर यङ के है 18 वर्षको मान्छे विदेश आएर है कलिलो केटा अहिले पो अलिकति भागभुग भयो अहिले पो अलिकति त्योभन्दा ऊ बेलामा त हो कि दाइ यस्तो सिङ्कुटे भने गाजा खाने मान्छे कस्तो हुन्छ त दाइ हेर्नु औडा सिङ्कुटे थियो त्यो बेलातिर फेरि बोली चाहिँ फेरि त्यही हो अहिले पनि त्यही हो ऊ बेला पनि त्यही हो होइन काममा जाँदा के एक्सपिरियन्स जस्तै सुरुमा त अलिकति हेप्न खोज्छ नि त नि अब नयाँ छ कोलिग्सहरू पनि अर्कै जातको के एक्सपिरियन्स सेयर गरिदिनु एटलिस्ट भ्युवर्सलाई नि त्यस्तो त्यो बेलातिर त थिएन त्यस्तो भ्याडास टाइपको कोही पनि थिएन तर त्यही आफ्नो साथीहरू हुन्छ नि त बारटेन्डरको 1-2 जना यता साइड सानो तिनीहरूले सहयोग गर्छ कहाँ के हो सब सहयोग गर्छ बाँकीको मान्छेहरू त जे गरोस् वेटर होस् गयो होस् मतलब छैन नि त हामी त बार फिल्डको हामी 4 जना जति हुन्छ आफ्नो जिन्दगीमा अर्डर बनाऊ जाऊ त्यही अनि कस्तो त्यो मतलब सर्भिसमा कस्तो मान्छेहरू आउँछ नर्मली कस्टमर क्लाइन्ट्स चाहिँ कस्टमर क्लाइन्ट भन्दा नि अब तिनीहरू चाहिँ धेरै जस्तो इन्डियनै आउँछ किनकि इन्डियन कुजिन हो दुबई मरिनामा त्यो ठुलो प्यालेसै हो क्या हाम्रो त्यो त्यहाँनिर इन्डियन कुजिन बाहिरको देशको मान्छेहरू नआउँछ इन्डियनहरू नआउँछ धेरै जस्तो चाहिँ इन्डियनहरू आउँछ कि इन्डियन खाना चाख्नु टेस्ट गर्नु त्यही पर्फेक्ट इन्डियन धेरै आउँछ अब हामी दुबईमा छौँ म बसेको 13 वर्ष भयो तपाईँ 2 वर्ष हुनुभयो स्टिल अहिले पनि नेपालमा एउटा ट्रेन्ड छ नि त नि अहिले त अलि सायद विकास भयो होला जुन टाइममा म आउँदाखेरि चाहिँ कहाँ छ दुबई खाडी यस्तो नाक खुम्चाउने बानी हुन्छ नि अहिले पनि त्यही हो नि अहिले पनि त्यही हो कि कहाँ भन्दैन मैले सिधै भनिदिन्छु आजभन्दा खाडी हो म चाहिँ के गर्छु भनिदिन्थेँ कि त्यही हो दाइ अब खाडी भए पनि ल अब भन्दाखेरि अलिकति नराम्रो लाग्ला तिमीहरू त्यो अस्ट्रेलिया अमेरिका जापान गएको तिमीहरूको सेभिङ र मेरो सेभिङ हेर कसको धेरै सिधै भनिदिन्छु तिमीहरू त्यहाँनिर गएर पढो दिमागमा एउटा लोड अर्को फेरि काम पनि त्यस्तो हामी जस्तो काम छैन नि उनीहरू त अब जे पाए त्यही गर्ने खालको काम हो कि तिनीहरू गर्ने उनीहरू भनेको बस पैसा चाहियो स्टेबल हुनु पऱ्यो त्यही हो त्यो उनीहरूको सेभिङ जो पैसा हुन्छ आफ्नो रुम खर्च हुन्छ अब त्यो मैले बुझ्छु सबैजनाको केटाहरूको कुराहरू धेरै जस्तो छ अस्ट्रेलिया क्यानाडा जापान गएको मान्छेहरू तिनीहरूले भनिरहेको हुन्छ कि ल भाइ यार यहाँनिर त पैसा नै सेभ हुँदैन यार यत्रो पढ्नु पऱ्यो एउटा लोड पढाइको लोड अर्को फेरि कामको लोड भन्छ अर्को फेरि रुमको भाडा तिर्नु पऱ्यो ट्रान्सपोर्टेसन फी आफ्नो खाना स्कुल फी गर्दाखेरि त सेभिङै हुँदैन रे त्यही भएर अनि त्यस्तो मुखुम्चाउनु पर्दैन मेरो लागि दाइ हाम्रो यहाँनिर ट्याक्स केही हुँदैन हाम्रो जति कमायो त्यति खोल्नेमा हो दाइ त्यही हाम्रो लोड भनेको त्यही कामको लोड हो हाम्रो पढाइ सढाइ केही छैन थाहा छ ल भोलि गएर 4 वर्ष लाग्ला 5 वर्ष लाग्ला उनीहरूले फेरि कमाउँछ तर हामीले भन्दा धेरै कमाउँछ नो अफेन्स बाहिर जो पनि हुनुहुन्छ जस्तै हो दुबई पनि
दामी छ अहिलेको टाइममा दुबई पनि दामी छ खाडी भन्नु त्यस्तो खाडी भनेको ऊ बेलामा हो क्या त्यो मरुभूमि त्यो त्यस्तो थियो नि त ऊ बेला अहिलेतिर छैन अहिले कति चेन्ज भइसक्यो अफकोर्स अहिले त नेक्स्ट लेभलै छ नि दुबई रियल स्टेट त्यत्तिकै बवाल बिजनेस हब दिस एन्ड द्याट ब्ला 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 है धेरै कुरा दुबईमा त अहिले त नेक्स्ट लेभलै छ नि होइन अनि के भन्छ सुन्नु न यस्तो हो कि खाडी जस्तो मान्छेहरूले कस्तो मान्छेले खाडी भन्ने हो थाहा तपाईँलाई जो मान्छे चाहिँ विदाउट एनी स्किल अघि थोरै अगाडि कुरा गर्थ्यो विदाउट एनी स्किल आउँछ अनि विदाउट एनी स्किल आएपछि त्यसले काम पाउने कस्तो काम त्यही त अनि सिसा चम्काउने गाडी हान्ने भाडा हान्ने त्यस्तै काम पाउँछ अनि त्यही भएर तिनीहरूको दिमागै खाडी हुन्छ कि यो मुझे हाल्दा म खाडी नै रहेछ भने अलिकति स्किल लिएर आउनु एजुकेसन लिएर आउनु त राम्रो ठाउँमा पुगिहाल्छ नि लाइक अब म हेर्नु अब मैले बारटेन्डर गरेँ त्यस्तो विधि त छैन नि त मेरो यो पहाडै तोड्ने खालको काम त होइन नि त मेरो मैले खाडी होइन भन्छु अब मेरो साइडमा कोही मान्छे कुलीको काम गरेर खाने त्यसलाई खाडी लाग्छ त्यो गर्मीमा काम गरेर घाममा काम गरेर म घाममै पर्दैन मैले मेरो यहाँनिर घामै पर्दैन मेरो बडीमा मलाई खाडी लाग्दैन त्यही हो क्या त काम डिपेन्ड्स हुन्छ कि कुन काम गरेर तपाईँ त्यही हो जसको एजुकेसन छैन जसको स्किलै छैन भने त त्यसलाई त खाडै लाग्यो नि त सरी इट्स फाइन सही कुरा हो आई मिन पहिला सुरु आफूलाई ट्रेन गर स्किल्स सिक त्यसपछि आइकन त प्लेटफर्म त छँदैछ नि होइन त्यही हो आई रियली एप्रिसिएट तपाईँले भन्नुभएको चाहिँ म पनि एग्री गर्छु किनकि जब तपाईँमा एजुकेसन छैन स्किल छैन भने त अफकोर्स वर्कलोड बेसी हुन्छ होइन कति देख्छु कि म त्यही मान्छेहरू हो कि नेपाल गएर अनि केटाहरूले भने अरे त्यो त खाडी यस्तो तातो घाममा काम गर्नुपर्छ मैले गएँ भने केटाहरूलाई लट्ठे पारिदिन्छु ल मेरो त काम त यो सोफामा घसेर बस्ने जति गाड घस्यो भने हामी त भन्ने त राम्रो हो नि तिनीहरूले चाहिँ फेरि सिधै भनिदिन्छ जसको दिमागै आएन हुन्छ तिनीहरू अनपढहरू मान्छेहरू आउँछ पढ्ने होइन जिन्दगीभरिमा अनि आयो काम गर्यो यस्तो गधा मजदुरी गरेपछि त अनि सुनाउने नै त्यही त गधा मजदुरी नजा भाइ त्यहाँ त गाँड घिस्छ भाइ यस्तो हो कि त तातो घाममा काम गर्नुपर्छ भनेर खाडी भनिदिन्छ कि त्यो हो खाडी होइन नि उनीहरूको लागि खाडी हो अरूको लागि त होइन नि कति बिजनेसम्यानहरू कति ठुलो मान्छेहरू आउँछ सो रोमेन अब त भनौँ न अब अनि के लपसप गर्लफ्रेन्ड सर्लफ्रेन्ड 2 इयर्सको अन्तरालमा विदेशमा त एकदम बबालै हुन्छ नि त नि यो 2 वर्षको एक्सपिरियन्समा गर्लफ्रेन्ड सर्लफ्रेन्ड बनायो गर्लफ्रेन्ड त डट्नै बनायो नि गर्लफ्रेन्ड नबनायो है गर्लफ्रेन्ड भनेको एउटा बेसिक निड हो अनि ट्रु लभ्स अथवा बिए गर्ने केही प्लान बिए त अब दाइ अब एज अफ नाउ चाहिँ अब भयो अलिकति चित्त बुझ्यो जस्तो लागेको छ बिहे त नगरौँ होला जस्तो एज अफ नाउ अहिलेसम्म चाहिँ लाग्छ कि बिहे बिना पनि खुस हुन्छ जस्तो लाग्छ अब भोलि गएर फ्याट्ट लभ परिहाल्यो ट्रु अब खत्रै खालको केटी पायो भने त बिहे गरिदिउँला तर अहिले चाहिँ नगरौँ होला जस्तो लाग्छ जमानै त्यस्तो आजभोलि त्यो भएर बिहे गर्ने मलाई लाग्दैन त्यस्तो किन त्यही हो दाइ अब आजभोलिको छोरीचेलीहरू विश्वासै लाग्दैन कोसँग बिहे गर्दा नि बिहे गरेर पनि खुसी हुन्छ भने के सी हुन्छ त नि त्यही भएर अरूको जिन्दगी त्यसै खेर फाल्नुभन्दा त नि बिहे गऱ्यो भने जस्तो हुन्छ कि आफ्नो जिन्दगी उसको परिवारको जिन्दगी मेरो परिवारको जिन्दगी त्यही भने न्यू जेन्जिज धेरै सोच्नु हुन कि बिहे गरेपछि फेरि मान्छे त्यही हो कि दाइ आफ्नो त्यही हिसाबमा जानुपर्छ कि बिहे गरेपछि पुरा चेन्ज हुन्छ क्या आफ्नो प्याटर्न आफ्नो लाइफस्टाइल चाहिँ त्यही भएर अहिले खुस छ यतिकै खुसी छ भन्दा अहिले जतिसम्म खुसी पाउँछ तबसम्म गर्ने होइन भोलि गएर होइन एउटा सहारा त चाहिहाल्यो भने पनि सोचौँला त्यो बेलामा पनि अरू अप्सन हेर्छु लिभिङ सेभिङ हेरौँला बच्चै चाहे एडप्टै गरौँला किन खासमा किन तिमी यस्तो आई मिन काइन्ड अफ यो उमेरमा बिहेको काइन्ड अफ अगेन्स्ट त नभनौँ तर के कुरा चाहिँ चित्त नबुझ्यो खासमा त्यही हो दाइ आजभोलिको छोरीचेलीहरू विश्वास हुँदैन क्या आजभोलि अब को केटी को पर्छ अब आफ्नो श्रीमती हुनेवाला बुढी कस्तो पर्छ त्यसमै टेन्सन हुन्छ कि दाइ हेर्नु न अब केटी मान्छेहरू जहाँ पनि यत्तिकै भएर आजभोलि हेर्नु इन्स्टाग्राम टिकटकमा हेर्नु कस्तो कस्तो छाडाबन्ती गर्दा भोलि गएर मेरो लाइफमा त्यस्तो खालको केटी पऱ्यो भने त अब ल हेर्नु अब यहाँ ढाड्नेर अब डोन्ट स्टपवाला ट्याटु गर्ने केटी पऱ्यो भने त चिज हुन्छ जिन्दगी बसौँ त्यही भएर क्या अब अलिकति सोच विचार गर्नुपर्छ विचार गर्दा गर्दै यो जिन्दगीमा भ्याइँदैन एक जिन्दगीमा भ्याउँदैन क्या फेरि अहिले फेरि नर्मली छोडपत्र डिभोर्सहरू एकदमै ट्रेन्डमा छ नि त आफूलाई अब बुढेसकालमा चाहिएकै हो भन्दा अब कमाएपछि त बुढेसकालमा त अथाह मान्छे आउँछ लाइनमा केयर गर्नु बुढियै चाहिन्छ भने छैन बच्चै चाहिन्छ भने छैन बरु बनाउँला एक दुईवटा गर्लफ्रेन्ड
पाम्ला बच्चा यताउता हेडअप सेटअप गरेर है ठिक छ बिहे गरेर गाँठ बान्यो भने त अलिकति जिन्दगी नै त्यो सिद्धिन्छ कि जिन्दगी लाइफै ओके कोही देखेको छैन खुसी भएको बिहे गरेर ल एकदम खुसी रिल्याक्स भएर बसेको कोही छँदै छैन त्यही भएर जो देखिन्छ त्यही सिकिन्छ हामीले त्यही है ठिक छ अब कहिलेको जेनेरेसन अनुसार आई मिन आइम नट अगेन्स्ट तिम्रो कुरामा म अगेन्स्ट जाँदिनँ तर अहिले तिम्रो जुन दिमागले भ्याएको छ सोचेको छ ठिक छ एज अफ नाउ अहिले त भोलि गएर राम्रै लभ पऱ्यो भने त के थाहा गरिन अब भोलि गएर अब म तामाङ अब भोलि गएर कामी दमै नै लभ पर्ला ल राम्रो केटी हो एकदम मान्ने खालको एकदम हो भने म गरिदिन्छु म धर्ममा जाँदैन जातमा जाँदैन भोलि गएर अब एराबिक पर्ला अलहम्दुल्ला गर्ला म तामाङको छोरो तर मन मिल्यो भने त म त गरिदिन्छु सिधै कसैको एगेन्स्टमा आमा बाउ कसैको त्यो म मनाउँछु कसरी मनाउन म मनाउँछु तर आफू खुसी हुनु पऱ्यो दाइ त्यही हो अरूको बाल छैन सबभन्दा पहिला आफू खुसी इज इम्पोर्टेन्ट होइन अब त्यो केटीले मलाई खुसी दियो भन्दा नि मलाई किन हेर्ने त नि जात किन हेर्ने धर्म त्यही वी आर एट द एन्ड अफ द मोमेन्ट्स राइट नाउ होइन हामी चाहिँ सानो एउटा चाहिँ फन गेमहरू खेल्छौँ जसमा चाहिँ तिमीले चुज गर्नुपर्छ र किन चुज गर्छौ त्यो पनि भन्नुपर्छ है त रेडी छौ रेडी अलराइट दुबई कि नेपाल अब हेर्नु पर्दाखेरि नेपालै हो मेरो लागि त अलिकति दुबई भनेको एउटा कमाउने ठाउँ हो इन्भेस्टमेन्ट गर्ने ठाउँ हो नेपाल भनेको त्यही चिल गर्ने ठाउँ हो आफ्नो मरुभूमि आफ्नो जन्मेको ठाउँ मर्ने त्यहीँ हो जन्मेको त्यहीँ हो त्यही हो त नाइस जब कि बिजनेस बिजनेस जब भनेको त्यो बिजनेस गर्नुको लागि रेडी हुने चिज हो क्या वे हो कि वे अफ द बिजनेस जुन डेस्टिनेसन हो भने वे जब हो क्या ओके सो जब गरेर सेभिङ हुन्छ त्यसपछि बल्ल बिजनेस हुन्छ क्या एउटै हो डेस्टिनेसन त्यही हो तर वे चाहिँ जब हो क्या ओके जब गरेपछि बिजनेसको लागि रेडी बनाउने नाइस 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 रेस्पोन्सिबिलिटी कि फ्रिडम मलाई चाहिँ फ्रिडमै लाग्छ अलिकति रेस्पोन्सिबिलिटी तर जुन आउँछ भने म लिन्छु रेस्पोन्सिबिलिटी जसले दिन्छ ल तँ यो कुरामा यो गर्नुपर्छ है भने चाहिँ गरिदिन्छु तर म चाहिँ यसरी लिँदैन कि उड्दा तीर भन्छ त त्यो उडिरहेको तीरलाई यसरी छातीमा थाप्नु चाहिँ थाप्दैन कि मैले तर जुन रेस्पोन्सिबिलिटी आफूलाई देख भने चाहिँ म त्यो पुरा गर्छु तर मलाई चाहिँ फ्रिडमै चाहिन्छ त्यही ओके cool मुभी कि म्युजिक डिपेन्ड्स अन टाइम कन्सेप्ट कुन फिल भएर मलाई अहिले फिलिङ के हो मेरो बोरिङ छ एम्टी फिलिङ छ भने म मुभी हेरिदिन्छु यस्तो स्याडनेस गुस्सा अनि म्युजिक सुन्छ त्यही डिपेन्ड्स अन फिलिङ कफी कि टी कफी हो टी त जमानामा पिउँथ्यो टी ऊ बेलातिर अलिकति थिएन अनि चिया खायो चुरोट खायो त्यही त नि ऊ बेलातिर अनि आजभोलि चाहिँ अलिकति वर्कलोड धेरै हुने अलिकति मेचुरेसन हुने अनि त्यसपछि कफीले अलिकति सम्हाल्दो रहेछ क्या त्यस्तो लागेर अनि कफी खान थालेको कफी गुड फर हेल्थ पनि हो अहिलेको टाइममा चाहिँ मलाई नै बुझ्दा कफी नै म प्रिफर गर्छु ट्याटु खाने हानेर माथि एएम कफी पिएम दारू लभ कि अफेयर त्यही हो दाइ अघि त्यत्रो कुरा गरिहाल्यो अफेयर लभ त हुँदैन क्या दाइ अब यो जिन्दगीमा नट ओन्ली मी कसैसँग हुँदैन क्या रियल लभ ऊ बेलामा हुन्थ्यो कि दाइ रियल लभ भनेको के चिठी पठाउने अनि उसको घरको छाना मुनिबाट चिठी पठाउने त्यो चिठी हेरेर छातीमा राखेर अगाडि सुत्ने त्यो बेलातिर हुन्थ्यो कि ट्रु लभ भने आजभोलि कहाँ मैले यसलाई ठ्याट्टै 1 सेकेन्डमा मेसेज पठाउँछु अर्को मेसेजलाई पठाउँछु अर्को मान्छेलाई पनि पठाइदिन्छु त्यही हो आजभोलिको लभ त्यस्तै हो अफेयरै ठिक हो जुन चिज पाइरहेको हुन्छ त्यो गेन गरिरहेको मैले चाहेको सेक्स हो त्यो पाइरहेको छु बिना लभको नि पाइसक्छ कि त्यो ओके ओके लिभिङ कि म्यारिज यसको पनि विषयमा कुरा गरिसक्यो लिभिङ है तिमीलाई जिन्दगीभर लिभिङ गरौँला बच्चा सच्चा कमाउँछ भने टन्नै कमाउँछ भने बच्चा जति नै पाऊ क्या तर पैसा हुनु पऱ्यो पाल्नुको लागि ओके सो यु गो विथ लिभिङ एजुकेसन्स कि एक्सपिरियन्स मलाई चाहिँ अब एजुकेसन ठिक होला कि ओके किनकि विदाउट एजुकेसन यो एक्सपिरियन्समा कोही घुस्नै मिल्दैन एक्सपिरियन्स गेन गर्नुको लागि एजुकेसनै चाहियो तपाईँको त्यही हो लास्ट क्वेसन्स अलिकति गाह्रो होला जेनरलाइज कि स्पेसलाइज मलाई चाहिँ जेनरलाइज नै हो किनकि अब एउटै ठाउँमा बसिराख्नु अलिकति राम्रो हुँदैन दाइ जुन चिज जस्तै कि अब आइएम अ बारटेन्डर आई क्यान डु अर्डर टेकिङ अल्सो अफ फुड
फुडको अर्डर लिन सक्छु मैले, क्यास काउन्टर गरिदिन्छु, बिलिङ गरिदिन्छु गेस्टको, होस्ट गरिदिन्छु गेस्टलाई कुन टेबलमा बस्ने हो सबै गरिदिन्छु मैले। नट ओन्ली एबाउट माई त्यो बिजनेस लाइफ, म रियल लाइफमा पनि सब कुछ गरिदिन्छु जस्तो लाग्छ। र सिक्नु पनि मन लाग्छ कि नयाँ नयाँ चिजहरू, काम लाग्छ नि त। एउटै ठाउँमा एउटै प्याटर्न फलो गर्दै गयो भने त कुन दिन के हुन्छ, त्यही भएर दामी हो। जस्तै बार्टेन्डरै मात्र गर्दा पनि स्पेसलाइज त भयो तिमी, तर अरू त तिमीलाई थाहा भएन। बार्टेन्डर इज अ जब भन्यो नि त मैले। हजुर, जब हमेसा सधैँभरिलाई हुँदैन नि त जब भनेको, जबसम्म हाम्रो हात पाखुरा छ तबसम्म जब। सो यो गो विथ जेनरलाइज है। मलाई चाहिँ बबाल लाग्यो होइन, हामी एट द एन्ड अफ द मुभमेन्ट तिमी, मलाई चाहिँ कस्तो लाग्यो भन्दाखेरि रोमेन होइन, यु आर रियली ओपन अप के, बनावटी छैन जे छ ब्ल्याङ 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 होइन, क्यामेरा छैन जे छ तिमीमा सबभन्दा ठुलो कुरा त 20 वर्षको भाइ अगाडि हो त्यति नाइस। त्यो 20 वर्षको मेरो केटाहरू कहाँ मलाई थाहा नि त दाइ। त्यही है। केही भन्न चाहन्छौ जानु अगाडि लास्टमा तिम्रो भ्युवर्स जति पनि अब हाम्रो पोडकास्ट हेर्दै हुनुहुन्छ? केही छैन, केटाहरू मेरो उमेरको केटाहरूलाई चाहिँ जे गर्दैछ त्यो गर, खाली बस्नुभन्दा पनि केही गर। त्यही हो दाइ, त्यो केही नगर्नु भन्दा त केही गरेकै ठिक हो कि। जो जे गर्दै हो कि धेरै जस्तो युवा पिँढीहरूले त त्यही हो बाहिर जानेको प्रोसेसिङमा होला, गर प्रोसेस गर्दै जाऊ, एकचोटि फेल हुन्छ दुईचोटि फेल हुन्छ। मैले कहिले गरेन तर बाहिर जानेको प्रोसेस त यहाँनिर त आइहाल्यो, म झुक्केर आइहाल्यो। तर त्यो जापान अमेरिका धेरै जस्तो मान्छेहरू त्यही हो, जापान अमेरिका क्यानाडा लन्डन यताउता जानु खोज्छ नि। सही हो, जाऊ राम्रोसँग गर, प्रोसेस कन्टिन्यू गर। त्यही हो, नेपालमा बसेर काम छैन केटा हो है, त्यही हो नबस। यथार्थ कुरा त त्यही हो तिमीले भनेको कुरा। हामी भनौँ न, अनि के फ्युचर प्लान नेपालमा केही गर्ने यताउता केही छ? हुन त तिमी यङ छौ, त्यसको लागि रेडी छैनौ अहिले, त्यो पनि केही छ दिमागमा? फ्युचरमा चाहिँ के हो भन्दाखेरि अलिकति साधारण जिन्दगी जिउनु छ कि मलाई चाहिँ। भोलि गएर अब कमाएर अनि बिजनेस पनि गरौँला, तर बिजनेस चाहिँ नेपालमै गर्नु मलाई लाग्छ। किनकि नेपालमा त्यो टिक्ने भनेको चाहिँ एउटा बिजनेसम्यान हो र पोलिटिसियन हो क्या। ओके, पर्फेक्ट। दामी दामी रोमेन है, आई रियली एप्रिसिएट। पोलिटिसियन हुनुको लागि हुनु त छ आफ्नो भन्ने पाराहरू मान्छे बेचिदिन्छु मैले, तर मन लाग्दैन मान्छे बेच्नु। नबेच ल। रोमेन थ्याङ्क यू भेरी मच है, आई मिन एप्रिसिएट। तिमी आयो, 2-4 शब्द राख्यो, एटलिस्ट तिम्रो पोडकास्ट हेरेर यथार्थ शब्द भए तापनि अफकोर्स पिपल सुड एप्रिसिएट आई गेस है। आज चाहिँ अब वी वुड लाइक टु एन्ड अप है भाइ। वन्स अगेन थ्याङ्क यू भेरी मच म्यान। थ्याङ्क यू सो मच सबैलाई दामी दामी दामी। हामी फेरि नेक्स्ट विक वी गोना ब्रिङ सम गुड स्टफ पिपल्स है। हामी रोमेन भाइलाई लट अफ लभ्स भाइ। थ्याङ्क यू भेरी मच है।